संसद प्रतिपक्षले अवरुद्ध गरेको छ र प्रधानमन्त्रीले संसदमा जवाब दिनुपर्छ भनेको छ। यसबारेमा मेरो जम्मा टिप्पणी के छ भने यो विषय अब अदालतको विषय भइसक्यो। सम्मानित अदालतमा गइसकेको विषयको सन्दर्भमा संसद अवरोध गरिरहने कुरो उचित हुँदैन जस्तो मलाई लाग्छ, पहिलो कुरो। दोस्रो कुरो, सरकारले जवाब दिनुपर्छ, प्रधानमन्त्रीले जवाब दिनुपर्छ भन्ने प्रतिपक्षको भनाइमा पनि मेरो जम्मा यति टिप्पणी छ। कुलमानजीलाई हटाएको विषय गलत भयो भन्नुहोस्, पुनर्वाली गर भन्नुहोस्, अदालतबाट पुनर्स्थापित हुनु होला भनेर कामना गर्नुहोस्, यो निर्णयको विरुद्धमा बोल्नुहोस्, यो आफ्नो ठाउँमा छ। तर सरकारले गरेको हरेक निर्णयको सन्दर्भमा प्रधानमन्त्रीले संसदमा जवाब दिने भन्ने नजिर बसायो भने चाहिँ यसले भोलिको लागि एउटा सकारात्मक चाहिँ नजिर बस्दैन। त्यसैले सरकारले आफू अन्तर्गतको कसैलाई हटाउँदै गर्दाखेरि त्यो हटाएको सन्दर्भमा प्रश्नहरूको सामना गर्ने विषय एउटा हो, तर प्रधानमन्त्रीले जवाब दिने भन्ने कुराको सन्दर्भमा चाहिँ कम्तीमा प्रधानमन्त्री भइसक्नुभएका व्यक्तित्व कमरेड प्रचण्डले यसलाई उठाउनु हुँदैन थियो भन्ने लाग्छ। किनभने सरकारमा हामी अघि पछि छौँ, भोलि पनि सरकारहरू बन्छन्, यो सरकार छ, भोलि अरू सरकारहरू आउँछ। सरकारहरूले गरेका निर्णयहरूको सन्दर्भमा, खास गरी कर्मचारीहरूको बारेमा गरेको निर्णयको सन्दर्भमा चाहिँ प्रधानमन्त्रीले प्रत्येक निर्णयमाथि संसदमा उभिएर दिने जवाब दिने परम्परा चाहिँ नबसाउँ। फेरि पनि म दोहोऱ्याएर भन्छु, सरकारले अहिलेको बेलामा कुलमान घिसिङलाई हटाउने भन्ने जुन निर्णय गर्यो, यो निर्णय गर्नु हुँदैन थियो। तीनवटा कारण मैले बताइसकेँ। अब मलाई लाग्छ कि यो संसदको विषय, सार्वजनिक बहसको विषय, सडकको विषय भन्दा पनि सम्मानित अदालतको विषय हो। अदालतले उहाँलाई जुन रूपमा चाहिँ निर्णय दिन्छ, अदालतले जे फैसला गर्छ त्यसलाई कुलमान घिसिङले पनि मान्नुहुन्छ, सरकारले पनि मान्छ, हामीले पनि मान्छौँ।